ल है साथीहरू, आज चाहिँ म है छुट्टीको दिनमा तरकारी पकाउँदैछु ल साथीहरू। हेर्नुहोस् है, मैले चाहिँ अहिले यो प्याजलाई चाहिँ प्याज र लसुनलाई चाहिँ तेलमा फ्राई गर्दैछु। अब एकैछिनमा यो प्याज पाकिसक्यो, त्यसपछि चाहिँ यो प्याजलाई पनि त्यस्तै 5-10 मिनट चाहिँ अलिकति राम्रोसँग यो पाक्ने गरी फ्राई गर्नुपर्छ साथीहरू। यदि यसलाई राम्रोसँग फ्राई गरेन भने चाहिँ जस्तोको त्यस्तै देखिँदो रहेछ कि तरकारीमा है त। यो सँगै मिसाउनलाई टमाटर पनि काटेर राखेको छु है थालमा थोरै। साथीहरू, तपाईँहरू हेरेर मजा लिनु होला, सिक्न पनि सक्नुहुन्छ होला साथीहरू। यो कुखुराको मासु है, यो कुखुराको मासु यहाँनिर चाहिँ कक कुखुरा भन्दो रहेछ है। यो अलिकति हड्डीवाला कुखुरा है, नेपालतिर चाहिँ हड्डीवाला कुखुरा भन्थ्यो, अन्डा पानी कुखुरा त्यस्तै खाले अलिक ठुल्ठुलो खालेमा हुँदो रहेछ। त्यो चाहिँ यो चाहिँ सेम लोकलको जस्तै हुँदो रहेछ है। यसको अलिकति राम्रोसँग होइन पाक्ने गरी पकाउन पायो भने चाहिँ अलिकति यसको झोल नै सेतो निस्किँदो रहेछ क्या। अलिकति लोकल गाउँघरतिर चाहिँ लोकल जस्तै हुँदो रहेछ है यसको टेस्ट चाहिँ। आज चाहिँ मैले यसलाई चाहिँ पकाउँदैछु। अनि यो सँगै मिक्स गर्नको लागि मैले आलु पनि रेडी बनाएको छु है साथीहरू। सबैजनाले हेरेर साथ दिनु होला। हुन्छ, आजको मेरो छुट्टीको दिन चाहिँ यसरी नै बिताइरहेको छ है। रातिको 3 बजेको छ अहिले साथीहरू साउदीमा।